हेलो गाइस नमस्कार हेलो गाइस भन्दै छ हामी यहाँ कहाँ के भन्छ आम्दा पछाडि हैन खोर्सानी पुगेर पनि यो सिरुघारी हेर्न आएको है हेर्नु यहाँ दमकमा यस्तो धेरै यहाँनिर फुलेको छ सिरुघारी तपाईहरु पनि आउनु होला भाइरल भएको छ यहाँ मान्छेहरु हेर्नु त उ पर किरी छ नि राम 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 देख्नु भयो कहाँ गयो के साह्रो मान्छेहरु सिरुघारीमा यो मान्छे हो यो मान्छे ए यहाँ पनि छ एउटा मान्छे यता अर्को मान्छे यिनीहरू वहाँ बेतेना वहाँ पुगेर काने पोखरी पुगेर खोर्सानी पुगेर यहाँ सिरुघारीमा फोटो खिच्न आएका लु पोज दिइहाल्नु यस्तै हो अस्ति चुली पोखरी गएदेखि भ्लग बनाउनु पाएको थिइनँ होइन त्यसमा राम्ररी पनि भएन के भनेको सुन्दै थिएँ अब यस्तै हो नि होइन सुरुमा कहाँ आउँछ सबै थोक पछि गरौँ न राम्रो राम्रो अहिले यस्तै बिचबिचको हेर्दै गर्नु होला तर अति धेरै फुलेको रहेछ सोरी त आम्मामा लु पोजमा बसिहाल्नु दि कहाँ राम्रो छ अरे खै अलिक राति आयौँ क्या हामी है 5 बजी आउने मान्छे 7 बजी रहेछ अनि धन्न यो सेतो देखिँदो रहेछ गाइस हेर्नु चाहिँ यही हो हाम्रो दमकको सिरुघारी यहाँनिर हिउँ परेको ठाउँ है स्विजरल्यान्ड देखिन्छौ टार्सिन्छ अलिक उति त बाक्लोमा चाहिँ राम्रो देखिन्थ्यो होला घुम न तर बाटो चाहिँ अलिक उयो राखौँ सबै त हो नि हो नि यो आम्दा हो यो कलेज बस न भएर राम्रो छ फोटो राम्रै आउँछ होला अन्त हामी त्यत्रो उहाँदेखि हामी तर फोटै राम्रो नआउँदो रहेछ बुढाम्पना कसरी खिच्दैछ नि अरूहरूले आइफोन चाहियो हामीलाई पनि आइफोन चाहियो यहाँ फोटो सुट हुँदैछ भिडियो सुट हुँदैछ यो यसको यो सेतो चाहिँ के गर्छन् एकै काम दिँदैन अलि आएर टोक्छ सर्पल त्यहाँ ध्यान नबस्नु यहाँ सर्पल टोक्यो भने उता हस्पिटल छ कति सजिलो उयो चाहिँ के रहेछ कलेज बन्नेको कलेज बन्नेको होइन कलेज हो ए खै सेतै फुलेको है फुल्न चाहिँ यसलाई के भन्ने हिउँ परेको भन्नु भन्छौ हिउँ दमकको मनाङ मुस्ताङ हो त कहाँ बसेको छन् खोइ भनेको ठाउँ पो त तर नि ठाउँमा रहेछन् त्यहाँ जुम गरेर हेर्नु है को छ त्यहाँनिर ला केटा रहेछन् त्यत चिसो भएको छैन हिउँमा गर्मी भएको चाहिँ फर्स्ट टाइम होला नि के हुन्छ अरे बिहान आउनु त मन चाहिँ लुगा लाउनुपर्छ नयाँ अफिस आएर अनि त्यहाँबाट अफिस जानुपर्छ अफिसको ड्रेसमा त कहाँ आउनु त आउँदा भइगयो त तर म त अब ड्रेसमै अफिस जान्छु नि त अब यही हेर्न बाँकी थियो यस्तो साह्रो मन परेको तपाईँलाई यो कसरी चाहिँ कुद्दै लड्नु हो भन अब त्यो त कहाँ हुन्छ त त्यसरी लड्ने हो त आजको हाम्रो छोटो सानो भ्लग है दमकको लडेर कति नम्बर 2 नम्बर दमक 2 को सिरुघारी है यो चाहिँ तपाईहरु पनि आउनु होला यहाँनिर घुम्नु होला भोलिसम्म उडिसक्छ जस्तो चाहिँ छिटो आउनु है यो भोलिसम्म एक हप्ता टिक्छ होला हौ 4-5 दिन 4-5 दिन छुट्टी छ भने चाहिँ आउनु काम गर्नुहुन्छ चाहिँ नआउनु भ्याउनु न सन्ध्या दिए अनि तपाईँलाई फोटो पनि खिच्नु भएन भिडियो पनि बान्नु भएन त तपाईँ किन भने यहाँ हेर्नु चन्द्रमा जस्तो पोज आउँदो रहेछ पछाडिपट्टिको राम्रो हुन्छ यहाँ खिच्नु त्यही उभिनु मिस बेहुलीवाला फिल लाग्छ होइन यो चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी हो है लु यसरी हाम्रो हुँदा चाहिँ फोटोसुट कहिले लाइट रस देखाइदिनु
गाइजहरु मिसको प्रोफाइलमा टिकटकमा गएर लाइक कमेन्ट हान्नु होला यो फोटो भिडियो अवश्य आउनेछ हो र भैँसी पनि खान्छ भैँसीले खान्छ त यो त फुलिसक्यो नि त लु अब हाम्रो सक्यो आजको सिरुघारीको ट्रिप लगभग आधी घन्टा त्यहाँ आएर घुम्नु ल ठिकै भयो त्यति साह्रो रमाइलो त भएन तर हात खुट्टा चिलाएर बिजोक अब घुम्न त घुम्यो कसै खुट्टा चिलाएन हाम्रो कुर्ता छ नि त ए मैले फ्रक लगाएर यस्तो भएको चाहिँ हेरौँ कस्तो भयो फोटो अब यो भरे भ्लग हाल्छु भ्लगमा लाइक कमेन्ट सब्सक्राइब सबै त सब्सक्राइब त गरेको छु नगर्नु फेरि यो अनसब्सक्राइब हुन्छ होला लाइक कमेन्ट चाहिँ हान्ने सुन्नु बदी तिनजना चढेको ट्राफिक अङ्कल देख्नु भयो भने त नि हामीलाई सिरुघारीको मजाले देखाइदिनु होला सेतो फुल मेरो फोन गयो त अब त्यस्तै हो कति अब युट्युबबाट पैसा कमाएर म नयाँ फोन किन्छु अनि दामी दामी भ्लग बनाउँछु सिरुघारीको यात्रा कस्तो भयो लु यो हो त कस्तो भयो दि दामी भयो नि होइन हामी हेर त्यत्रो खोर्सानीदेखि आएर यहाँनिर भ्याउनु भनेको नि हामी खत्रै होइन खत्रै हो घुम्न पाउँदा हामी खत्रै हो चुलिपुरमा चाहिँ भुटायो अरे यहाँ भुटाउँछ छिटो हिँड्नु यहाँ भुटाएको देखिरहेको यहाँ त आम्रा हो आइहाल्छ नि र अब हिजो यहाँ त नि लुचुलुचु फास्टुम भएर के लाग्छ यहाँ त खोर्सानी मिस टाउको साउकै दिएको छैन नि कमिनला सक्छ नि ए ल त्यसो भने ठिक छ मिसो बिरामी भइहाल्छ नि फेरि हामीमा तिनजना भएको राति राउती सबैलाई बस्ती छ भने कि होइन यहाँ राति फुल देखिँदैन कस्तो दामी देखेको दिउँसो त यो भाइरल फुल भएको ठाउँ होइन आम्दा हेर्नु है भाइरल आम्दा हामी सिरुघारी आउँदा यही बाटोबाट आउने हो हेर्नु त फुल त राम्रै रहेछ तर राति अब यस्तै हो देखि नै खै यहाँ त खासै फुलेको छैन त होइन हट्नु हट्नु दिदी हट्नु हट्नु तपाईँ पनि भ्लगमा आउनुभयो भाइरल हुन्छ फेरि त्यो चाहिँ हाम्रो आम्दा हस्पिटल है आम्दाको अगाडि फुलिरहेको छ ए यो टाउकोमा होइन यो फेरि बाइक आएर हेर्नु त भाइरल फुल यो फुलको नाम चाहिँ के हो फुलै हो के हो कस्तो थाहा छ भने कमेन्ट गरिदिनु है पिङ्की फुल पिङ्कमा त फुल्छ नि त नि ए लु 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 अलिक किसिमको जुम गरी बनाउनु त्यो भिडियो बिचरा होस् तिनीहरू आएछन् के हो यस्तै हुन्छ ट्राफिक नियमको पालन हात देखाउँदै होइन हामी त बाटो यहाँ पनि छ नि हेर्नु त सकिन कसरी नियम पालना गरेर ठ्याक्कै म हातसँग मिलेर चाहिँ पछाडि हेर्ने ठोकाएर सिलगढी गरे आएको होला है त्यहाँको राम्रो बाटो पनि राम्रो छ नि त बाटो ठिकै तर गाडा पर कहाँ बिगारेको छ के अरे चुली पोखरी स्कुटी पनि जाँदो रहेछ अब उताबाट हामी माथि पुगेपछि थाहा भयो नि त स्कुटी जान्छ अटो जान्छ बाइक जान्छ भनेर स्यास्या आउँदै 3 घन्टा 4 घन्टा चढ्यो मान्छेहरू बमिट गरेर के बिजोक भएको थियो त्यो बहिनीले भ्लग लगाएको थिएन है त्यो अमृतासँग जाने त्यो बहिनीले पछि लगाइरहेको थियो क्या स्कुटीमा गएको लगाइरहेको थिएँ तर हिँड्ने पनि रमाइलो एक प्रकारको त्यहाँ राम्रो पनि देख्दैन भ्यूजहरू हिँड्ने पनि स्कुटीमा कति टाइम लाग्छ होला 15-20 मिनट पुग्छ बाटो खत्तम रहेछ अनि के डोरियार जाँदैन पक्कै पनि बाइक हुँदा चाहिँ राम्रो हुन्छ क्या बाइक हुँदा चाहिँ राम्रो ठिक छ हामी घर जाँदैछौँ अब चाहिँ सक्यो हाम्रो के को पो हो त अघिको सिरुको यात्रा सिरु भन्दैन नि त्यसलाई कुस बाटो सिरु भन्दा नि बाटो दामी देखेको कुसे औँसीमा भन्दैन त्यही हो कुस ए कुसे आउँछको त कुस यो कुस फुलेको खासमा ए खासमा त्यो हो सिरु भनेको त त्यो अस्ति नि हामीले यसमा गरिनौँ पुरानो घर भेट्यो होइन के हेर्दै सिरु भनेको खोलामा जाँदाखेरि फुलेको सेतो त्यो घाँस त्यो लामो खालको फोटोसुट गरेको थिएँ नि यहाँ चाहिँ के हुँदैछ यहाँनिर वर्तमान गुरुजले के होला है त्यस्तै होला हेर्नुहोस् तपाईँहरू यो पनि सबै हेर्नुहोस् के आउँछ सबै थोक हेरिदिनुहोस् नम्बर चोकै यो चाहिँ आँखामा परौ ए हो सरी अलिकति नदेख्नु होला बिजोक तपाईँको यहाँ काम छ ए हो यहाँ त्यति कराउँदैछ है कतिमा आउने ढिलो भएछ सरी आइपुग्यौँ अब हाम्रो सक्यो के अरे त्यो बिर्सिहाल्दो रहेछ नाम चाहिँ सिरुघारीको यात्रा
बाई 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 गरिदिनु सबजना अब आउँदै भए पनि बाई गरिदिनु है अलिक उज्यालोमा गर्छु बाई गरिदिनु बाई बाई